बलात्कारपछि हत्या भयो उहाँको विषयमा के भन्न चाहनुहुन्छ? उहाँले कडाभन्दा कडा कारबाही गर्नुपर्छ भनेर मैले अस्ति पनि भनिसकेको छु। सबै नाबालिग र अर्को कुरा आज इनिसा विक अस्ति निर्मला पन्तका हत्याराहरू अहिले पनि घुमिरहेका छन्। आज निर्मला पन्तका हत्यारालाई कारबाही भइदिएको भए अहिले इनिसा विकमाथि यो घटना नहुन सक्थ्यो। भनेपछि निर्मला र इनिसालाई न्याय पाउँछन्? किनभने त्यो न्याय पाउनका लागि त अहिले जनताले जनमत परिवर्तन गरेका छन् र नयाँ आएको सरकारले पनि त्यसलाई कारबाही गरोस्, निर्मलाका हत्यारालाई खोजोस्। खोज्ने कुरामा कहीँ यदि साथ दिनुपर्ने आवश्यकता परिन्छ भनेपछि त्यहाँ हामी तयार छौँ। भनेपछि अबको सरकारबाट नेपाली जनताले आश राख्ने समृद्धिको यात्रामा भ्रष्टाचार अन्त्य हुन्छ देशमा अब यो सरकार बनिसकेपछि 6 महिनापछिको प्रश्न हो। अहिले सरकार जनताले दिएका छन्, जनतालाई धन्यवाद दिने हो र नयाँ सरकार स्थायी बनेको पहिलोपटक बन्दैछ धेरै लामो समय पछाडि। त्यसका लागि हामीले शुभकामना दिनुपर्छ र साथ भनेपछि जुम्लामा स्याउ र अब जडीबुटीको बजारीकरणमा समस्या हुने भएन, फेरि ज्ञानेन्द्र साईको उदय त भयो नि? होइन, मेरो त भयो, तर सरकारमा हुन्छु कि हुन्न, तर भएन भने खबरदारी छोडिँदैन। हस्, थ्याङ्क यू। संसदमा आवाज छोडिँदैन। हस्, धन्यवाद।